मेरो नाम मिना राई हो। वार्ड नम्बर 4 को स्वयंसेविका। म 2 वर्ष अगाडिबाट स्वयंसेविका काम गर्दै हाम्रो फुसा चाहिँ नि यही पैसाको कारणले गर्दाखेरि चाहिँ नि उहाँको अकालमा ज्यान गयो। उहाँलाई हस्पिटल लानलाई खर्च नभएको कारणले बिचमा पुँदै अब निकै ढिला भइसकेको कारणले गर्दा उहाँको मृत्यु भयो। सन्चै छ, राम्रै छ। नमस्ते दिदी। मेरो नाम ललिता पाण्डे हो। मेरो घर 9/4 कानाकोट हो। म 19 वर्षको भएँ। घरमै जानुभएको थियो, मिना दिदी घरमै जानुभएको थियो। अनि दिदीले यस्तो गर्भवती भइसकेपछि जाँच्नुपर्छ, स्वास्थ्य चौकी जानुपर्छ भन्नुभयो। आज म यहाँ आउनलाई घरबाट निस्केपछि धेरै टाढा छैन, बस कुद्ने ठाउँ, बसको सुविधा भएर होला अहिले होइन। जम्मा 2 मिनट मात्रै कुरे बसमा आउनलाई 20-22 मिनट लाग्यो होला। पहिला चाहिँ स्वास्थ्य चौकीहरू पनि थिएन, हस्पिटलहरू पनि थिएन होइन। मेरो मम्मीहरूले पनि घरमै जन्माउनु भएको अरे हामीलाई पनि। जो गर्भवती सुत्केरी महिलाहरू हुनुहुन्छ उहाँहरू सन्तुष्टि हुनको लागि सर्वप्रथम त आउने बित्तिकै बस्ने उहाँहरूको लागि चाहिँ फर्निचरहरूको राम्रो व्यवस्था हुनु पर्यो, सफा कोठा हुनु पर्यो र कोठाभित्र चर्पीको व्यवस्था हुनु पर्यो र धारो जुन शुद्ध खाने पिउनको लागि चाहिँ धारोको व्यवस्था हुनु पर्यो र राति उज्यालोमा बस्नको लागि बत्तीको व्यवस्था हुनु पर्यो र यो सबै व्यवस्था भएपछि तब मात्रै उहाँहरूलाई बर्थिङ सेन्टरप्रति विश्वास हुन्छ र उहाँहरू सेवा लिन आउनुहुन्छ। अनि यहाँ भित्र लिएर आएँ। अनि उहाँको चाहिँ फिजिकल एक्जामिनेसनहरू गरेँ, प्रेसरहरू लिएँ, सबै ठिकै थियो, राम्रै थियो होइन। अनि आइरहन्छ कि जुगाको औषधिहरू चाहिँ अब उहाँले हामीले फर्स्ट भिजिटमै दिनुपर्ने हुनाले उहाँलाई चाहिँ आउनुपर्छ। डेलिभरीको लागि पनि यहाँ आउनु। अनि उहाँलाई अब हामीले यो आमा सुरक्षा कार्ड दिन्छौँ होइन, त्यो कार्ड पनि भरेर दिएँ। अनि खतराको लक्षणहरू के छ त्यसको बारेमा पनि उहाँलाई बताएँ। अनि उहाँलाई मैले अब एएनसी कार्ड दर्ता गर्न लगाएँ। अनि त्यस पैसाको धेरै महत्त्व छ, किनभने जे गर्दा नि पैसा मात्रै हो अहिले होइन। मैले चाहिँ यहाँबाट 400,000 रुपियाँको होइन यहीँ सुत्केरी हुने सोचाइ छ। यहाँको दिदीहरूले भन्नुभयो यहाँ स्वास्थ्य संस्थामा सुत्केरी हुँदा चाहिँ अब उहाँलाई हुने फाइदाहरू, त्यो खतराको लक्षणहरू बारे पनि उहाँलाई भने। अनि मलाई एकदम राम्रो लागेको छ, किनभने सबै भन्नुभयो तिमीलाई यस्तो भएको छ होइन। म यहाँ सुत्केरी हुनलाई एकदम ढुक्क छु जस्तो लाग्छ। होइन है, यो औषधिहरू खानु होला, झोलकुरा धेरै खाने है। नमस्कार।